तपाईहरुको सामु आज चाहिँ मैले एकदम फरक भिडियो लिएर आएको छु। आज एकदमै जाडो छ है र जाडो महिनामा चाहिँ माछाको झोल एकदमै मिठो हुन्छ र मलाई चाहिँ जाडो महिनामा चाहिँ माछाको झोलहरु एकदम मिठो लाग्छ के। त्यसैले गर्दा आज मैले माछा लिएर आएर माछालाई मेरिनेट गरिसकेको छु। यो मेरिनेट गर्नको लागि चाहिँ मैले नुन, बेसार, जिरा हैन अनि त्यसपछि राखेर मेरिनेट गरे। अब यसलाई म मेरिनेट गरेर राख्छु। अब यसलाई चाहिँ म भोलि बिहान मात्रै पकाउँछु, माछा धेरै छ। त्यसैले गर्दा अब यसलाई चाहिँ म मेरिनेट गरेर कसरी बनाउँछु यसको चाहिँ म भोलि तपाईहरुलाई रेसिपी पनि दिन्छु, बनाएर पनि देखाउँछु। तपाईहरुलाई यदि मन पर्यो भने मलाई भन्नु होला, यसको म रेसिपी पनि राख्दिन्छु ल। बनाएको भिडियो राख्छु भनेको थिएँ, बनाएको भिडियो राख्दा राख्दै बिर्सेछु मैले। अहिले बल्ल सम्झेँ मेरो माछा पाकिसकेको छ। यसमा मैले माछाको झोल बनाएको छु हैन। र मैले चाहिँ एकदमै सिम्पल तरिकाबाट माछाको झोल बनाउँछु। म यसलाई फ्राई चाहिँ गर्दिन झोलमा चाहिँ, र यसलाई चाहिँ मैले डाइरेक्ट यतिकै काँचै माछा राखेको हो, न फ्राई नगरिकन। र यसलाई पकाउनको लागि चाहिँ हामीलाई प्याज, गोलभेडा, लसुन है, म माछामा चाहिँ लसुन बाहेक अदुवा हाल्दिन, लसुन चाहिँ हाल्छु। अनि त्यसपछि मैले लसुन अनि त्यसपछि प्याज, गोलभेडा अनि जिराको धुलो, धनियाको धुलो अनि मरिच अनि फ्रेक्स चिल्ली भनेको चाहिँ नि कुटेको खुर्सानी राखेर मैले प्याजलाई ब्राउन गरेर पकाएर, गोलभेडालाई पकाएर, मसलाहरू सबै पकाएर फत्काएर अनि त्यसपछि पानी राखेर उमालेर अनि मैले माछा राखेर चाहिँ यो अहिले पकाउँदै गरेको छु हैन। यस्तो साइडबाट चाहिँ झोल छुटिसकेपछि चाहिँ यो पाक्छ के। यसपछि चाहिँ म के राख्छु हजुरहरूलाई देखाउँछु। सबैको खाने तरिका आफआफ्नै हुन्छ हैन। तर यो तरिकाबाट तपाईहरुले बनाउनुहुन्छ भने चाहिँ यो माछा एकदमै मिठो हुन्छ र एकदमै हेल्दी पनि भयो माछा हैन। तपाईहरुलाई यसको रेसिपी पनि चाहिन्छ भने मलाई भन्नु होला, म यसको रेसिपी पनि शेयर गर्छु, तपाईहरुलाई बनाएर पनि देखाउँछु। तर आजको लागि चाहिँ सरी मैले बनाइसकेको छु। जाडो छ, यसलाई एकदमै मिठो हुन्छ सिम्पल तरिकाबाट र एकदम मज्जाले खान सकिन्छ। अब यसमा मैले लास्टमा के हाल्छु त्यो चाहिँ देखाउँछु है हजुर। यता कुकरमा भुजा पाक्दै छ, सिटी लाग्न लाग्यो, यता माछा पाक्दै छ, साथसाथै खान खूब मजा आउँछ। अब यो हाम्रो माछा पाकिसकेको छ। अब भने चाहिँ मैले यसमा हरियो प्याज राखेँ हैन, हरियो प्याज राख्छु। अनि हरियो प्याज राखिसकेपछि चाहिँ नि म यसमा कागती पनि राख्छु। यो चाहिँ नि हाम्रो लास्टमा एकदम मिठो पनि हुन्छ, एकदम मिठो टेस्ट दिन्छ के हाम्रो माछामा चाहिँ। अनि हल्काले चलाउने। यो चाहिँ नि मेरो कागती मैले निचारेर राखेँ, एउटा कागती पनि यसरी राख्ने। कागती राखिसकेपछि चाहिँ ग्यास बन्द गर्नुपर्छ। कागती राखेपछि चाहिँ हामीले पकाउँदैनौँ र यसलाई चाहिँ यतिकै नै, मलाई चाहिँ यतिकै मनपर्छ। अब सबैको खाने तरिका आफआफ्नै हुन्छ हैन। अब मैले यसमा लास्टमा धनिया पनि राखिदिन्छु। अनि अब म चाहिँ यसलाई यतिकै खान्छु। अब यो पाकिसकेको छ, तपाईहरुले पनि यसरी खान सक्नुहुन्छ। यसको रेसिपी चाहिन्छ भने चाहिँ भन्नु होला, म हजुरहरूलाई यसको रेसिपी पनि बनाएर देखाउँछु ल। ट्राई गर्नुस्, एकदमै मिठो हुन्छ। जाडोमा माछाको भात, माछा र भात एकदम मिठो मिठो हुन्छ। माछामा अझै भातमा घिउ हालेर खतरा हुन्छ। म देखाउँछु अहिले है हजुरलाई। मैले चाहिँ अनि यो माछाको झोल चाहिँ मैले अरू कराईमा नबनाइकन किटको कराईमा नै बनाउँछु। किटको कराईमा चाहिँ एकदमै मिठो हुन्छ क्या यो। त्यसैले तपाईहरुसँग पनि किटको कराई छ भने किटको कराईमा बनाउनु होला। खाना पाकिसकेको छ। अब यो माछामा भुजामा चाहिँ यसरी हामीले घिउ हाल्छौँ के। मलाई चाहिँ घिउ हालेर भुजा खान एकदम मनपर्छ माछासँग। अरू बेलामा चाहिँ म खाँदिनँ, माछा बनाएको बेलामा चाहिँ विशेष खान्छु म घिउ, मलाई एकदम मनपर्छ माछामा। अनि उ हालेर घिउ पनि सकिन लाग्छ। यो प्योर गाईको घिउ हो है, हाम्रो यहाँ घरतिर एउटा डेरी छ, एकदम मिठो घिउ पाइन्छ, त्यहाँनिर राख्छु। अनि त्यसपछि लाएर अब भने चाहिँ म हेर्नु कति धेरै लिएको छु। यो 1 कचौरा हो के, यो सबै खान्छु म, मलाई एकदम मिठो लाग्छ। तपाईहरु पनि ट्राई गर्नुहोस् ल। अब चाहिँ सरप सरप खाने के, खाए ल मजा भयो।